फाइनली पाल्पा सिमेन्ट इन्डस्ट्रिज कम्पनी लिमिटेडले फागुन 12 गतेदेखि सर्वसाधारण लगानीकर्ताहरूमा राम्रै सङ्ख्यामा निष्कासन गरेको आइपिओ लगानीकर्ताहरूको डिमेट एकाउन्टमा केही लामो समय पछाडि आइसकेको छ। यो सँगै अब यो कम्पनीको सेयर नेप्सीमा लिस्टिङ कहिले होला, लिस्टिङ हुँदा ओपनिङ प्राइस होला, यो कम्पनीको सेयर कारोबारमा आयो भने हामीले कति रुपियाँसम्म नाफा कमाउन सकिएला भन्ने जिज्ञासा कम्पनीको आइपिओ पाउनुभएका लगानीकर्ताहरूमा रहेको छ। यसर्थ आजको यो भिडियोमा हामीले यो कम्पनीको सेयर कहिलेसम्म कारोबारमा होला, ओपनिङ प्राइस कति होला, यी सम्पूर्ण कुराको बारेमा एकमुष्ट रूपमा जानकारी दिनेछौँ। यसर्थ तपाईँहरूले पनि पाल्पा सिमेन्टको आइपिओ पाउनु भएको छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोला। साथै आइपिओ एफपिओ सेयर मार्केट सम्बन्धी जानकारी पाउनका लागि च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिनुहोला। अब भने ढिला नगर लागौ विषयवस्तुतर्फ नै। पाल्पा सिमेन्ट इन्डस्ट्रिज कम्पनी लिमिटेडले गत फागुन 12 गतेदेखि सर्वसाधारण लगानीकर्ताहरूमा आइपिओ निष्कासन गरेको थियो। कम्पनीले पहिलो चरणमा उद्योग प्रभावितका स्थानीय बासिन्दा र वैदेशिकमा निष्कासन गरेको आइपिओ बाँडफाँड गरेर आइपिओ निष्कासन गरेको। यस कम्पनीले आफ्नो जारी पुँजी 3 अर्ब 75 करोड रुपियाँको 20% अर्थात् 75 करोड रुपियाँ बराबरको 75 लाख किता सेयर निष्कासन गर्न अनुमति पाएको थियो, जसमध्ये 18 लाख 75 हजार किता सेयर उद्योग प्रभावितका स्थानीय बासिन्दाहरूको लागि निष्कासन गरेको हो भने 5 लाख 62 हजार 500 किता सेयर वैदेशिकमा निष्कासन गरेको थियो। यसमा 56,250 जना लगानीकर्ताहरूले 10 किता सेयर पाउनु भएको। यस्तै कम्पनीले 2,81,250 किता सामूहिक लगानीको अर्थात् म्युचुअल फन्डलाई निष्कासन गरेको भने 2,81,250 किता सेयर नै कम्पनीका कर्मचारीहरूमा बाँडफाँड गरेको। यसरी सम्पूर्णमा निष्कासन गरेको आइपिओ बाँडफाँड गरेर अन्तिम चरणमा फागुन 12 गतेदेखि सर्वसाधारण लगानीकर्ताहरूमा 45 करोड रुपियाँ बराबरको 100 रुपियाँ अङ्कित मूल्यमा 45 लाख किता आइपिओ निष्कासन गरेको थियो, जुन कम्पनीको आइपिओमा 4,50,000 जना भाग्यमानी लगानीकर्ताहरूले 10 किताको दरले सेयर पाउनु भएको। यसरी सेयर बाँडफाँड भएको केही लामो समय पछाडि यो कम्पनीको सेयर अब लगानीकर्ताहरूको डिमेट एकाउन्टमा आइसकेको छ। तपाईँहरूले पनि यो कम्पनीको सेयर परेको थियो भने सायद तपाईँहरूको डिमेट एकाउन्टमा आएको छ होला, आफ्नो मेरो सेयर लगइन गरेर हेर्नुहोला। यसरी लगानीकर्ताहरूको बिचमा निकै चर्चामा रहिरहेको कम्पनीको आइपिओ आइसके पछाडि अब यो कम्पनीको सेयर कारोबार कहिले हुन्छ भन्ने लगानीकर्ताहरूको बिचमा जिज्ञासाको विषय रहेको छ। यो कम्पनीको सेयर सकेसम्म यो हप्ताभित्रमा नै नेप्सीमा लिस्टिङ हुनेछ र कारोबार भने यो कम्पनीको सेयर अर्को हप्तादेखि हुने हाई चान्स रहेको छ। यसरी कारोबारमा आए पछाडि मात्र हामीले यो कम्पनीको सेयर किनबेच गर्नेछौँ। यो कम्पनीले वैदेशिकतर्फ निष्कासन गरेको र सर्वसाधारण लगानीकर्ताहरूमा निष्कासन गरेको सेयर मात्र अहिलेको समयमा कारोबार गर्न मिल्नेछ, किनभने म्युचुअल फन्डको लागि 6 महिनाको, आयोजना प्रभावित स्थानीय बासिन्दा र कम्पनीका कर्मचारीहरूको लागि 3 वर्षको लक इन पिरियड राखेको हुन्छ। यसर्थ कम्पनीले निकै ठुलो सङ्ख्यामा आइपिओ निष्कासन गरेको भए पनि अहिलेको समयमा नाफा कमाउने सम्भावना ठिकठाक रहन सक्ने सम्भावना देखिन्छ। त्यसकारण तपाईँहरू जसले यो कम्पनीको सेयर पाउनु भएको छ तपाईँहरूले आत्तिएर बेच्ने काम भने नगर्नुहोला। कम्पनीको अर्निङ पर सेयर इपिएस 3 रुपियाँ 25 पैसा रहेको छ, जुन पोजिटिभ रहनु राम्रो मानिन्छ र कम्पनीको प्रति सेयर नेटवर्थ 135 रुपियाँ 74 पैसा रहेको छ। यो पनि एकदमै राम्रो रहेको छ। केही समय अगाडि नेप्सीले लागू गरेको नयाँ नियम अनुसार कम्पनीले ओपनिङ रेन्ज भने 100 रुपियाँदेखि 300 रुपियाँसम्मको पाउनेछ, किनभने 100 भन्दा बढी प्रति सेयर नेटवर्थ भएको कम्पनीले 100 रुपियाँदेखि नै ओपनिङ रेन्ज पाउने हुन्छ। सो अनुसार कम्पनीले कारोबार गर्दा ओपनिङ प्राइस भने मिनिमम 100 रुपियाँ र म्याक्सिमम 300 रुपियाँको ओपनिङ प्राइस पाएर कारोबारमा आउनेछ। कम्पनीको वित्तीय अवस्था हेर्दा, सेयर सङ्ख्या हेर्दा, सम्पूर्ण कुराहरू हेर्दा यो कम्पनीले 300 रुपियाँकै ओपनिङ प्राइस पाएर कारोबारमा आउने हाई चान्स रहेको छ। यसरी कारोबारमा आयो भने यो कम्पनीमा 10 किता सेयर हाट पार्ने लगानीकर्ताहरूले नर्मली पनि 4,000 देखि 7,000 सम्मको नाफा मजाले कमाउन सक्ने देखिन्छ। भविष्यमा कम्पनीको सेयर कारोबारमा आयो, राम्रो पर्फर्मेन्स देखायो भने र कम्पनीले प्रफिटहरू पनि वृद्धि गर्दै गयो भने यो कम्पनीको मार्केट प्राइस त्योभन्दा माथि पनि जानेछ। तर हामीले भनेको भन्दा कम भने कहिले पनि हुँदैन। यसर्थ हामीले भनेको इन्फर्मेसनहरूलाई तपाईँहरूले ढुक्क भएर विश्वास गर्न सक्नुहुनेछ। यसरी फाइनली लगानीकर्ताहरूको डिमेटमा लामो समय पछाडि आएको पाल्पा सिमेन्टको आइपिओ यो हप्ता कारोबारमा आउने सम्भावना एकदमै न्यून रहेको छ। अर्को हप्ता नै कारोबारमा आउन सक्ने देखिन्छ। अब जहिलेदेखि कारोबार हुन्छ त्यस पछाडि कम्पनीको मार्केट प्राइस कहाँ जान्छ, के गर्छ, यस्तै खाले आइपिओहरूको बारेमा, सेयर मार्केटको बारेमा डिस्कस गर्नको लागि मैले तपाईँहरूको लागि एउटा पब्लिक ग्रुप बनाइदिएको छु, जसमा झन्डै 1000 मेम्बर हुनुहुन्छ। यो हाम्रो फ्यामिलीको लागि मात्र छ। त्यसकारण तपाईँहरूले भिडियोको डिस्क्रिप्सन बक्समा भएको व्हाट्सएप ग्रुपको लिङ्कमा गएर तपाईँहरूले त्यो ग्रुप जोइन गर्न सक्नुहुन्छ। त्यसमा आफ्ना मनमा लागेका कुराहरू सेयर गर्न सक्नुहुन्छ र अरू साथीहरूबाट तपाईँहरूले इन्फर्मेसन पाउन सक्नुहुनेछ। यो सँगै आजको भिडियो यति नै। अब भेट्नुहुनेछ अर्को नयाँ भिडियोमा।